जुन हामीलाई अब न्यू कोच फरेनर कोच हामीलाई पहिलादेखि एकदमै चाहि नै रहेको थियो। अनि जुन अब उहाँ आउनु भएपछि चाहिँ धेरै नै डिफ्रेन्स चाहिँ टिममा एकदमै भएको छ होइन। उहाँको ट्रेनिङहरूदेखि लिएर अब प्र्याक्टिस टेक्निकहरू एकदमै डिफ्रेन्ट छ। अब युरोपबाट हामीले खेलेर आएपछि चाहिँ त्यहाँबाट हामीले चाहिँ धेरै नै कुराहरू चाहिँ एक्सपिरियन्सहरू चाहिँ बटुलेर आउन पायौँ र टिमलाई कतै न कतै हामीले धेरै नै सपोर्ट गरेको जस्तो पनि लाग्छ। अनि अब एक त हामीले अब युरोप कोच पाएको छौँ। अब उहाँको आफ्नो आफ्नो अब हुन्छ अब डिफ्रेन्स अब पार्ट हुन्छ उहाँले सिकाउने। जस अहिलेसम्म चाहिँ ओभरअल राम्रै छ। अब प्रिपेरेसनहरू पनि एकदमै राम्रो छ। अब जुन साममा त अब हाम्रो टप स्कोरर नै भइहाल्यो। अब हामीले उसलाई एकदमै आशा राखेको छौँ र अरू प्लेयरहरू पनि एकदमै राम्रो छ र अरू प्लेयरहरूमा पनि हामीले एकदमै धेरै आशा गरेको छौँ। अहिले नट अन्ली कि एउटाले मात्रै राम्रो खेल्छ भन्ने छैन, ओभरअल टिम एकदमै राम्रो छ। हाम्रो जुन एउटा टिम स्पिरिट छ एकदमै राम्रो छ। अब जुन अब यो अहिले हामीले अब क्वालिफायर्स खेल्न गइरहेको छौँ, यो भनेको अब 4 वर्षपछि खेल्न पाउँछ पाउँदैन होइन, यो भनेको हाम्रो लागि एकदमै बिग अपर्च्युनिटी हो। त्यही भएर हामीले चाहिँ यो अपर्च्युनिटीलाई चाहिँ गुमाउनु हुन्न जस्तो लाग्छ। जस अब हामीले नयाँ कुराहरू धेरै सिकेको छौँ, आई होप राम्रो हुन्छ होला। 40 वर्षमा अब 100वटा गेम भनेको त धेरै नै कम हो होइन। अब हामीले कति 10 इयर्स भयो, 10 इयर्सभित्रमा अब हामीले कम्तीमा पनि 50वटा जति मतलब क्याप चाहिँ मैले चाहिँ त्यति चाहिँ खेल्यो। अब त्यो चाहिँ अब हाम्रो लागि त्यो पनि अझै धेरै नै कम हो जस्तो लाग्छ मलाई चाहिँ। अब 40 वर्षमा 100वटा भनेको त धेरै नै कम हो। अब भर्खर त 10 वर्ष हुँदैछ, अब 10 वर्षमा हामीले कति नै खेल्यो होला र त्यही पनि अब धेरै नै कम हो। अब बिस्तारै जस हामीले एक्सपोजरहरू पनि पाउँदैछौँ र हामीले वाफपछि चाहिँ एकदमै धेरै टुर्नामेन्टहरू खेल्ने मौका पनि पाएको छौँ। यो भनेको हाम्रै आफ्नो खेलाडी साथीभाइहरूले गर्दाखेरि नै आज यो मौकाहरू पाइ नै रहेको छ र पक्कै पनि भोलिका दिनमा चाहिँ अझै एक्सपोजरहरू चाहिँ पाउँछौँ भन्ने आशामा छ। अब मेन भनेको हाम्रो टार्गेट भनेको अहिले यो क्वालिफाइङ राउन्ड हो। अब यो चाहिँ हामीले क्वालिफाई भयो भने अझै एक्सपोजरहरू चाहिँ पाउँछौँ होला सायद।